नमस्ते, मेरो नाम रमेश परियार। यहाँहरूलाई यस भिडियोमा स्वागत छ। नयाँ वर्षको एकमुष्ट रूपमा शुभकामना व्यक्त गर्दछु। साथै भक्तपुर दरबार हुँदै हामी चाहिँ आज भक्तपुरमा अहिले चलिरहेको कृषि तथा औद्योगिक महोत्सव हेर्न जाने पर्खाल गर्दैछौँ। जाँदा बाटोमा हामीले बिस्किट जात्रा पनि हेऱ्यौँ। यसलाई छोड्दै हामी बाई गर्दै हामी भक्तपुरको जुन महोत्सवतिर लाग्यौँ। केही समय बाइकमा हिँडेपछि हामीले त्यहाँ बाहिरको दृश्य देख्यौँ। पक्कै पनि यही हुनुपर्छ महोत्सव सञ्चालन भएको ठाउँ। र बाइक पार्किङ गर्नको लागि हामीले ठाउँ खोज्दै यता बाइक पार्किङ पनि गर्यो। र यहाँको जुन बाहिरी बनावट हेर्दा एकदम राम्रो लाग्यो, किन टिकट कति रुपियाँ रहेछ दाइरेमा भएर हेर्दा हामी टिकट काटेर भित्र छिर्यौँ। बाहिरबाट हेर्दा जति राम्रो छ वहाँ जाँदाखेरि पनि उत्तिकै राम्रो छ। फुलले हेर्नु न एकदम राम्रो। अहिले भने म मेन भित्र प्रवेश गरिसकेँ। पर रहेको छ त्यो पिङहरू चाहिँ यहाँ खेलिरहेछन्। हामीले चाहिँ यस्तो खासै खेल्नेतिर ध्यान भएन। अलि बालबच्चा भएर अलिक खेल्न ठिक हुन्थ्यो। अब हामी त ठुल्ठुलो भइसक्यो नि त, त्यो अवलोकन गऱ्यो, घुम्यो, अनि खाजा खान आयो। अनि यता घोडा सवार पनि भइरहेछ, कति पर्छ त्यसको प्राइस होइन। अनि बाबु नानीहरू त मजा लिइरहनु भएको छ, लिइरहेछन्। हाम्रो घरतिर नि खेल्थ्यौँ हामीले महोत्सवमा गयो भने। त्यतिर खासै खेल्ने भएन, तर पनि छ नयाँ वर्षको दिन कतै घुम्न जाउँ भनेर निक्लेको। त्यसले गर्दा पनि यता आइसकेको छ रमाइलो भइहाल्यो। कस्तो राम्रो घोडा, एक राउन्ड लगाउनु हुँदो रहेछ क्या यो घोडामा चढ्दाखेरि। यताबाट चढाएर घुमेपछि एक राउन्ड यहीँ ल्याएर राखिदिँदैछन्। र यो चाहिँ यहाँबाट सर देखिने दृश्य हो। यतिखेर पिङ पनि रोकिएको छ, घोडा एकछिन रेस्ट गरिरहेछ। आज नयाँ वर्षको कारणले गर्दा बाबु नानीहरूको पनि छुट्टी छ होइन। अनि त्यही भएर मनोरञ्जन गर्ने, घुम्ने फिर्ने समय मिलेको छ। एकजना बाले पनि घोडामा सवार गर्दैछन्। यहाँको दृश्य चाहिँ यस्तै हो, एकदम यतापट्टि छेउपट्टि पिङहरू छ र कुनापट्टि साइडमा पनि खेल्ने कुराहरू भन्दा पनि कुनामा स्टेज छ के। यो यतापट्टि खाली छ, जुन अहिले देखिरहेछ नि यिनीहरू सब खेल्ने सामग्री हो। दुई तिन घन्टा बितेको कति भएन होइन, हेर्दै खाँदै घुम्दै गर्दा। अन्त त हामी फर्क्यौँ। भिडियो कस्तो लाग्छ हेरेर लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब गर्न नबिर्सनु होला। उहाँ चाहिँ मेरो दाइ हो। दाइले चाहिँ बाइक चलाउँदै हुनुहुन्छ, एकदम बबाल चलाउँछन्। 220 छ दाइको। अनि जहाँ भने पनि लैदिनुहुन्छ। यस खाली भएको बिदा भएको समयमा उहाँ दाइसँग घुम्न जान्छ।